यहाँ देख्दै हुनुहुन्छ नि पछाडि उहाँहरू पनि कहाँदेखि आउनु भएको छ। ग्रुप बाँधिकन उहाँहरू यसरी आउनु भएको हुन्छ है। हामी पनि ग्रुप नै आएको थियौँ यो हाइकिङको लागि। अनि साह्रो मजा हुँदो रहेछ क्या, मजा एकदमै। अब हामी चाहिँ कस्तो भयो भन्दाखेरि हिजो हामी एकदमै लेट हिँड्यौँ। हामी बसेको ठाउँबाट हिँड्दा नै दिउँसोको 2 बजिसकेको थियो। अनि त्यो भएको कारणले गर्दा हाम्रो जहाँसम्मको जर्नी थियो त्यहाँसम्मको जर्नीमा पुगेर चाहिँ हामी फर्किन भ्याएन। हामी पुग्ने जर्नीमा हामी जहाँसम्म पुग्नुपर्ने थियो त्यहाँसम्म पुग्दाखेरि चाहिँ लगभग है बेलुकाको 6:30 नै भइसकेको थियो। अनि 6:30 भइसकेको कारणले गर्दाखेरि चाहिँ हामी त्यहाँ बस्नुपर्ने स्थिति भयो। अनि हामी बस्यौँ है, बसिवरी नाइटको हर कुरालाई पनि हामीले इन्जोय गर्न सक्यौँ। अनि त्यसै गरिकन बिहानै उठिकन मर्निङ टाइमको हर कुराहरूलाई भनौँ न आफ्नो जीवनमा एप्लाई गरिकन अनि हामी फर्किन सक्यौँ। उहाँ देख्दै हुनुहुन्छ पछाडि, मेरो पछाडि उहाँहरू पनि जानुभएको हाइकिङ। उहाँहरू पनि कहाँदेखि आउनुभएको हो। अनि किन भन्दाखेरि यो एउटा हुनुपर्ने रहेछ क्या। हामीले सोच्दाखेरि हामी जहिले पनि गाडीमा हिँड्न चाहन्छौँ, बाइकमा है। घरदेखि अलिकति निस्किनु पर्यो भनेदेखि हामीलाई हिँड्न मन हुँदैन। हामीलाई घरमै गाडी बोलाएर, घरमै अटो बोलाएर, घरमै सिटी बोलाएर हामी हिँड्छौँ। तर यो हिँड्नुको मजा, हाइकिङमा हिँड्नुको मजा चाहिँ अर्कै छ है। ग्रुप मिल्ने, खानेकुराहरू बोक्ने, जाने, केही गाडीको सुविधा भएअनुसार ठाउँसम्म हामी गाडीमा जाने, त्यस पछाडि हिँड्ने त्यहाँबाट। किन भन्दाखेरि लोकल गाडीमा हिँड्दाखेरि गाडीको सुविधा भएको ठाउँसम्म लोकल गाडीमा जाँदा त्यस्तो धेरै खर्च पनि हुँदैन। अनि त्यस पछाडि हिँड्ने है। हामी पनि त्यसै गऱ्यौँ। हाम्रा साथीहरू पनि यहाँ अगाडि हुनुहुन्छ, हिँडिराख्नु भएको छ। उहाँहरू आफ्नै गफ, आफ्नै तालमा हुनुहुन्छ होइन। उहाँहरूको अब गफ त्यही हो, अहिले जवानहरू भएको कारणले गर्दाखेरि उहाँहरूको सोचमा त्यही हुन्छ, भविष्य के गर्ने होला, कस्तो केटी पाइएला, कस्तो केटीहरूसँग रिलेसन होला। त्यही त हो अहिलेको जवानीहरूमा होइन। म पनि एउटा जवानै हो। अनि कस्तो हुन्छ भने केटीहरूलाई पनि कस्तो खालको केटा पाउँला, केटाहरूलाई पनि कस्तो खालको केटी। अनि अलिकति अब केटा र केटीमा चाहिँ फेरि कस्तो हुन्छ भने केटाहरू चाहिँ अलिकति उच्छृङ्खल स्वभावकै हुन्छ नि त। अनि अब त्यो भएको कारणले गर्दा उहाँहरू आफ्नो तालमा हुनुहुन्छ, तर म आफ्नो तालमा इन्जोय गरिरहेको छु। म चाहिँ अलिक मात्रामा प्रकृतिसँग रमाउने अनि ईश्वरीय कुरालाई बढी मात्रामा खोज्न मलाई मनपर्छ। त्यही भएको कारणले गर्दा पनि होला गाइज। हस् त गाइज, तपाईँहरूले हेरिदिनु होला। तपाईँहरूको साथ सपोर्ट म यसरी नै चाहन्छु है त।